नमस्कार, म प्रकाश शङ्कर। गुड मर्निङ अल माई फ्रेन्ड। हेर्नुहोस्, एकदमै रमणीय ठाउँ चिपदुवा भन्ने ठाउँमा चाहिँ आज म आइपुगेको छु। यहाँनिर एकदम मनोरम वातावरणमा एकदम राम्रो एकदम बेटर ठाउँ चाहिँ यो ठाउँ रहेछ। हजुर हेर्नुहोस्, तलतिर एकदम तपाईँहरू यो ठाउँबाट देख्न सक्नुहुनेछ तम्बे बेसीदेखि यता आउनुहोस्। हेर्नु अरुण थडको चाहिँ एकदम प्रोजेक्टको चाहिँ एकदम माथि डेम हाइड्रो पावरको चाहिँ जुन टर्मिनल स्थलको चाहिँ माथिबाट चाहिँ यो ठाउँ रहेको रहेछ। त्यही भएर हामी अरुण थड घुम्ने क्रममा चाहिँ हामी यो ठाउँमा आइपुगेको छौँ। हेर्नुहोस् गाइज, एकदमै राम्रो। यो ठाउँबाट चाहिँ अवलोकन गर्नका लागि विभिन्न ठाउँमा पुगिरहनै नपर्ने एकदम मकालुको विभिन्न स्थल र सिलिचुङ गाउँपालिकाको विभिन्न वडा कार्यालयदेखि लिएर भिजिटिङ गर्ने ठाउँहरू डाँडाहरू चाहिँ यही ठाउँबाट चाहिँ अवलोकन गर्न सकिने रहेछ। हाउ गाइज, तपाईँहरू पनि एकपल्ट यो ठाउँमा भिजिटिङ गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। म पनि यो ठाउँमा म यो ठाउँमा आउनका लागि चाहिँ आज कस्तो संजोग मिल्यो कि एकदमै रमाइलो वातावरणमा यहाँ स्कुल बन्दै रहेछ। एकदम राम्रो ठाउँ छ। यो ठाउँलाई चाहिँ तपाईँहरूले पनि भिजिटिङ गर्न चाहनुहुन्छ भने आउनुहोस्। एकदमै रमाइलो ठाउँ अलैँचीबारी, त्यस्तै विभिन्न ठाउँहरू चाहिँ अवलोकन, यो ठाउँबाट विभिन्न ठाउँको अवलोकन गर्न चाहिँ एकदम मिल्ने भएकोले यो डाँडामा चाहिँ तपाईँहरू अवश्य पनि आउनु होला। हस् त गाइज, तपाईँलाई फेरि म विभिन्न देखाउँदैछु अझै रमणीय ठाउँहरू। लु हेर्नुहोस् गाइज, एकदमै राम्रो देखिने बाटो रहेको छ पारिपट्टि। एकदमै हेर्नुहोस्, आमामा अरुण थडको बाटो, त्यस्तै दिदिङ डाँडा गाउँ स्कुल पनि यहाँबाट हल्का देखिरहेको छौँ। हामीले आलेको गाउँलाई पनि भिजिट यहाँबाट गरेर पुरै दृश्य देखिरहेको छौँ। एकदमै मनोरम वातावरणमा एकदमै राम्रो मौसममा चिसो। हजुरहरूलाई त तराईमा एकदम गर्मी भएर हट भइराख्नु भएको छ भने आउनुहोस्, कुल हुनुहुन्छ तपाईँहरू। यो ठाउँमा आउँदाखेरि फाल्टै आनन्द लिन सक्नुहुनेछ। एकदमै राम्रो ठाउँमा तपाईँहरूलाई चाहिँ एकदम भिजिटिङ गर्न आइपुग्दा एउटा स्कुल बन्दै रहेछ। यस्तो दामी स्कुल यो चाहिँ गाइज, यो सबै अरुण थडको लगानी र नेपाल सरकारको लगानीमा बनेको रहेछ। एकदमै राम्रो ठाउँमा पढ्नुहोस् अवश्य पनि। यो पढेर तपाईँहरू त यो ठाउँ त भिजिटिङ गर्ने रहर त पक्कै पनि भइहाल्छ। म पनि यो ठाउँ भिजिटिङ गर्ने रहरले आएको यो बाटोमै पर्छ, तर तपाईँहरू पनि भिजिटिङ गर्न नछोड्नुहोस्। ल हेर्नुहोस्, अलैँचीबारी एकदमै राम्रो। आमम कृषि प्रधान देश, त्यही पनि एकदम अलैँची खेतीको चाहिँ तपाईँले सुन्नै भएको होला। दबाई औषधि बनाउनदेखि लिएर विभिन्न ठाउँमा हेर्नुहोस्। पारी मकालु गाउँपालिका, एकदम मकालु गाउँपालिका, त्यहाँदेखि आइसकेको मकालु गाउँपालिकाको नै पर्छ तपाईँको यो पारी। हेर्नुहोस्, यो भन्ने ठाउँ चाहिँ के भनेर तपाईँहरूलाई लाग्दैछ भने छोयाङ वाल्याङ हुँदै हेर्नुहोस्, यो यस्तो राम्रो भवन बनेको रहेछ। आमा गाइज, म त यो ठाउँमा आएर त एकदम कस्तो आनन्द लाग्यो क्या। हस् त गाइज, तपाईँहरू पनि यो ठाउँमा भिजिटिङ गर्न चाहनुहुन्छ भने पक्कै पनि आउनु होला। हस् त, धन्यवाद, बाई बाई। यो ठाउँको लागि तपाईँहरू सबैजना भिजिट गर्न सक्नुहुनेछ। ल यहाँनिर चाहिँ हुनुहुन्छ हाम्रो हरि तामाङ सरसँग आज भेटघाट भयो। उहाँ चाहिँ यहाँको चाहिँ यो झ्यालढोका मिस्त्री, त्यस्तै टेकमान बराइली हुनुहुन्छ। उहाँ विगत आजभन्दा 45 वर्ष अगाडिदेखि यही पेसामा आबद्ध हुनुहुन्छ। र कृष्ण सर पनि हुनुहुँदो रहेछ। यो ठाउँमा मलाई पनि आउँदाखेरि यसो उहाँहरूसँग पनि भेटघाट गर्ने अवसर मिल्यो। उहाँहरूले चाहिँ ढोका झ्याल बनाउँदै हुनुहुँदो रहेछ। गाइज, तपाईँहरू पनि यो स्कुलमा पढ्न इच्छा छ भने आउनुहोस्। यो चाहिँ एकदम एग्रिकल्चर फाँटमा चाहिँ एकदम भवन चाहिँ एकदम राम्रो झकास बनेको छ। हस् त गाइज, बाई बाई, सी यू टुमारो।